नमस्ते सबजनालाई। आज चाहिँ हामी है उपन्यास उमी जाने प्रोग्राम भइरहेको छ। सबजनालाई ठिक छ नि? रमाइलो भइरहेछ? यो त खासै स्वरै नसुन्ने रहेछ अगाडि त। सबजना फर्स्ट टाइम है एउटै गाडीमा सर पहिला 5 जना हुँदा गइन्थ्यो। त्यति गर्मी छैन, एकदम राम्रो छ। जापानको बाटो लास्टै सानो रह्यो यार, अमेरिकातिर बाहिरतिर हेर्नु है। अझ यो टोकियोतिरको त बाटो त है झन् सेमाइ के। यो टनल पनि धेरै लामो रहेछ। यो टनल एकदमै लामो रहेछ। एउटा टनल छ डेन्जर लामो यार, कुन ठाउँमा हो? यही हुनसक्छ यार सायद। डेन्जर लामो छ एउटा। कसले सिटी बजायो भने त मोबाइलमा पो रहेछ। त्यही त मैले यसो हेर्नु। यही रहेछ यो डेन्जर लामो छ यो टनल। धेरै लामो रहेछ बाटो। सब ठिक छ नि? केटाहरू छ पल पनि छ है। आज हाम्रो उमी घुम्ने टिम आमा केटाहरू लगाएर जिने बल गरिरहेछन्। बल हेर्न यहाँ बल बल केटाहरू उमी हिँडिरहेछन्। फाइनली गएछहरू यहाँ त हामी नजिकतिर चाहिँ आइपुग्यो, तर पनि जाम चाहिँ टन्नै छ, आइपुगेको छैन। जाम छ। समुद्र राम्रो छ है भ्यूहरू। हामी सन बिच आइपुग्यो। वेदर राम्रो भइरहेको छ, घाम नि लागेन। दुईजना केटाहरू यहाँ हिरो। ओ जिने ओ हेर त्यस्तो है, एकछिन पानीमा खेलेर फर्किनु पर्ला। कुटे हस्किने त्यही हो हस्किने। हामी त्यहाँ केटाको फर्स्ट टाइम है, त्यो रमाइरहेछ। वेदर पनि राम्रो भइरहेछ है, एकदम हावा पनि चलिरहेछ होइन, घाम पनि लागिरहेको छैन, वेदर राम्रो छ। अब चाहिँ हाम्रो फोटो सेसन सिधिसक्यो अनि उमीमा नि पसियो अनि भिडियो भइरहेछ है। अब चाहिँ फोटो होटेल गएर है बस्ने ठाउँ आइपुग्यो, कस्तो छ हेरौँ। वाउ लु ओ सागर छ। त्यो बाहिरको भ्यूले त मान्छे स्वर्ग जान्छ त। भन्दा दामी रहेछ। आज के हुन्छ हेर त्यो तल त्यो बिचकोमा होला के प्लेट के प्लेटहरु त्यहाँ हेर त सबैसँग कहाँ छ छाम्छु भाडा एउटा दुकै अर्डर गर्नु हैन ग्लास ल्याऊ मलाई